हेलो गाइज, आज चाहिँ हामी तीनजना मिलेर अब आज मोमो खाने प्लान छ हाम्रो। आज चाहिँ हामी मोमो बनाउँदैछौँ। म तपाईँहरूलाई देखाउँछु। यहाँ चाहिँ मेरो बहिनीले पिठो मोचेर प्लास्टिकमा छोपेर राखेको सुक्छ भनेर। मेरो सानो बहिनीले चाहिँ किमा बनाउनको लागि रेडी गर्दैछ। अब यसपछि किमा बनाइसकेपछि चाहिँ हामी अरू काम गर्छौँ। मेरो बहिनी अब बेल्दैछ। यति धेरै काम गरिसकेपछि यसरी यसमा अलिकति राख्ने, अनि मेरो स्टाइल चाहिँ भिडियोमा लाग्छ। यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने। खाना खान्छु। धेरै पर्फेक्ट बनाउनु त मलाई पनि आउन्न, तर म बनाएर खाइहाल्छु। यस्तो चाहिँ मलाई आउँछ। कस्तो भयो? अब चाहिँ स्टिम गर्ने पाली आयो। अब थोरै छ मोमो खानालाई चाहिँ। अचार बनाउँदै हुनुहुन्छ म्याडमले, फेरि अरू काम केही गर्नुहुन्न, अचार मात्रै बनाइदिनुहुन्छ। चाहिँ टमाटर छ, टमाटरको अचार बनाउनु पर्यो। मेरो बहिनीले चाहिँ ठुलो मोमो बनाउँदैछ। मलाई चाहिँ यस्तो ठुलो मोमो मनपर्छ। काम गर्दै हुनुहुन्छ म्याडम। म्याडम भने त फेरि म्याडम साँच्ची म्याडम होइन, फेरि मेरो बहिनी यो पनि, तर यो के भन्ने यसलाई म्याडमै भन्नु ठिक छ बरु। बनाऊ बनाऊ। फाइनल्ली हाम्रो अचार पनि रेडी भयो। फाइनल्ली हाम्रो मोमो पाक्यो। मेरो बहिनीको चाहिँ खाना स्टार्ट भइसकेको छ। कस्तो छ सानो? मिठो। कोक पनि खाँदैछ मान्छे। आज चाहिँ फाइनल्ली गाइज हामीले मोमो पनि खाएर पनि सकिसक्यौँ। अझै पनि बचिरहेको छ। अब यो चाहिँ भोलि खान्छौँ। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्छ लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। बाई बाई। बाई बाई।